भाग्यमानी हुनुपर्छ के साथीहरू बम्पर उपहार जित्नलाई। मलाई आज एकजना ठगले फोन गर्नुभयो। उहाँलाई मैले चिन्दिनँ होइन, अब भन्दा त ठगै भने पनि भयो र भन्नुभयो तपाईँको नाम के हो, तपाईँ कहाँबाट बोल्नु भएको छ भनेर सोध्नुभयो। म पनि अब बेकुबै हुँ, जसले आफ्नो नाम ठेगाना सबै दिएँ। दिइसकेपछि उहाँले भन्नुभयो तपाईँलाई धेरै धेरै बधाई छ, तपाईँले ठुलो उपहार जित्नु भएको छ, वाइ वाइ बम्पर उपहार जित्नु भएको छ भन्यो। खुसीको ठिगानै रहेन हेर्नुहोस्। अनि त्यहाँ सोधिहालेँ, सर यो उपहारमा के छ भनेर सोधेको। 12 लाख रुपियाँ पैसा छ भनेर सोध्यो भन्यो। असार मसान त लागिरहेछ, 12 लाख पैसा जितेँ भनेपछि मेरो खुसी कस्तो भयो होला तपाईँहरूलाई मैले साझा गर्न परेन। त्यसपछि मैले भने सर यो लिन के कहाँ आउनुपर्छ, अब मैले त सोचेको थिएँ काठमाडौँ जानुपर्ने होला भनेर होइन। अनि मैले प्लान पनि बनाइसकेँ काठमाडौँ जानलाई। अनि त्यसपछि भन्छ होइन तपाईँ आउनु पर्दैन, केही प्रक्रियाहरू छ, तपाईँले वाट्सएप मार्फत पुरा गरिदिनु, त्यति भएपछि हामी तपाईँको खातामा ट्रान्सफर गरिदिन्छौँ भने। खुसी त कुरै छोड्नुहोस् कि। त्यसपछि उनले समयमा वाट्सएपमा एउटा मेसेज पठाए जसमा एउटा महिलाको क्युआर आएको थियो र त्यसमा लेखेको थियो सेन्ड युअर एकाउन्ट डिटेल, सेन्ड युअर आइडी कार्ड, सेन्ड युअर 2 पासपोर्ट साइज फोटोज भनेको थियो। त्यो भनेपछि त म कन्फर्मै भएँ, ल जितेछु। तर यो क्युआर किन आयो भनेर फेरि मैले कल ब्याक गरेँ। त्यहाँ कल ब्याक गरेर सोधेको के भने यसमा तपाईँको ट्याक्स लाग्छ, ट्याक्स लागेको 62,500 रुपियाँ तपाईँले यो क्युआरमा जम्मा गराइदिनुहोस्, बल्ल मात्र तपाईँको खातामा पैसा सर्छ भनेर भन्यो। त्यसपछि मैले खुसी भएर हुन्छ सर भनिहालेँ। त्यहाँबाट साथीलाई फोन गरेँ, यसो गर्न मलाई एक दिनलाई 62,000 रुपियाँ सापट्टिले नि त, म तँलाई बरु 5,000 थपेर हालिदिउँला भनेर भनिहालेँ। त्यति भनिसके त्यसले सोधो किन हो, के गर्न लाइस् र, तैँले 5,000 थपेर दिउँला भन्थिस्, अरू बेला त एक कप चिया पनि खुवाउन खोज्दैनस् भनेर भन्यो। त्यहाँदेखि यस्तो यस्तो हो भनेर भनेको। त्यसो भए मैले तेरो 62,500 जोगाइदिने भएँ, यो फ्रड हुन्, यस्तोको चक्करमा नपर भनेर मेरो साथीले भनिसकेपछि म पनि छाँगाँडा खसे जस्तो भएँ। ल हेर्नु साथीहरू, त्यही भएर हर काम गर्दाखेरि साथीभाइहरूसँग सल्लाह गर्नुपर्दछ। र त्यो भनेको 20 मिनटमा साथी पनि दगुर्दै आइहाल्यो। आएर भन्छ खोइ नि, उसले वाट्सएप हेऱ्यो, हेरेर कल ब्याक गर्यो। कल ब्याक गरिसकेपछि उसले भन्छ अझै पनि तपाईँको पैसा आएको छैन, तुरन्तै गर्नुभयो भने हामी ट्रान्सफर गरिदिन्छौँ, नभए आर्थिक वर्षको नाग्यो भने त्यो पैसा हाल्नु मिल्दैन भनेर भन्यो। त्यसो भए मेरो साथीले भन्यो ठिकै छ, त्यसो भए त्यसमा यसो गर्नु नि त, 2 लाख रुपियाँ तपाईँले राख्नु, 62,000 ट्याक्स तिरेर अरू तपाईँले खाजा खर्च राख्नु, मेरो साथीलाई 10 लाख हालिदिनु नि त भनेर भनेको त तुरन्त फोन काटेर अनि फोन अहिले ब्लक छ। ल हेर्नु साथीहरू, समाजमा कस्ता कस्ता ठग छन्, सचेत रहौँ, होसियार रहौँ, जसरी पनि फुत्काउने कोसिस गर्छन्, सावधान रहौँ।